यदि हामी सचेत रहेछौँ भने मैले यहाँ पथरीका दाजुभाइ दिदीबहिनीहरूलाई मात्रै भनिरहेको छैन, सम्पूर्ण क्यामेराबाट सम्पूर्ण 3 करोड नेपाली र यो भाषा बुझ्ने नेपाली भाषीलाई भनिरहेको छु, यदि चोर हो भनेर थाहा पाइ त्यो चोरलाई नै भोट हालिराख्नु, कानमा बोकेर डुलाइराख्नु हो, त्यो सही हो कि गलत हो? यदि त्यो गलत हो भने नेपाली समाजले किन त्यसै गरिरहेको त? प्रश्न गर्न चाहन्छु, म नेपाली समाजलाई प्रश्न गर्न चाहन्छु। एमसीसी डाइरेक्ट कुरा लैजाउँ, एमसीसी भनेको सही हो कि गलत हो? गलत हो होइन? आफ्नो नदी नालाहरूलाई दिने, आफ्नो कानुन भन्दा ठुलो त्यसलाई सम्झिदिनु प्रभु प्रभु भनेर ढोक्नुपर्ने, 7 समुद्रको तपाईँकोदेखि लिएर चाहिँ विभिन्न खालका विदेशी शक्तिको अगाडि सार्वभौम नेपाली जनताको मताधिकारलाई लगेर बुझाउनु र शिर निहुर्याउनु, विदेशी प्रभुको अगाडि शिर निहुर्याउनु सही हो कि गलत हो? हो। यदि गलत हो भने त्यस्तै मान्छेलाई फेरि भोट हाल्नु सही हो त? यदि होइन भने आज चेतनाको परीक्षा हुन्छ। अब यहाँ यदि त्यो गलत हो भन्ने कुरा हामीलाई थाहा भइ त्यही गलत मान्छेलाई नै भोट हालिरहन्छौँ भने त्यो देश बेच्नुमा, त्यो देश बेचिनुमा तपाईँ हामी गलत हो कि होइन? हाम्रो गल्ती छ कि छैन? अब नेपालीले यो गल्ती गर्दैन है, कुनै पनि हालतमा यो गल्ती गर्दैन, त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो चेतनाको विकास गर्छौँ आज हामी, त्यो चेतनाको सुरुवात गर्छौँ आज हामी, त्यो चेतनाको जोस हुन्छ पथरीबाट सारा नेपालीहरूको मनमा, सारा नेपालीहरूको त मानसपटलमा हाम्रो चेतनाका आवाज गुन्जनुपर्छ। जय माटो भनिदिनुहोस्, एकचोटि जय माटो भनिदिनुहोस्। हो, ठुल्ठुला राजनीतिका कुरा गर्छन् है। म माथि सानो मान्छे, नेपालको सबभन्दा सानो मान्छे अर्को साम्बाङ है, सबभन्दा सानो मान्छे है अर्को साम्बाङ। यो देशमा ठुल्ठुलो नेताहरू छन्, यो बिल्डिङ भन्दा ठुल्ठुलो हो गरेर हिँड्नेहरू है। उनीहरूले गरेको राजनीति र श्रम संस्कृति, सानो सानो मान्छे, अघि बिहान पनि म नाला सफा गरेर फोहोरहरू सोरेर आउँदैछु, फोहोर सफा गर्ने श्रमदाता हर्क साम्पाङ र उही जस्तो श्रमदाताहरूले गरे राजनीतिमा के फरक भन्दा, राजनीतिको मूल उद्देश्य हुन्छ यो देशको रक्षा गर्ने, हुन्छ कि हुँदैन? यो देश बचाउने एजेन्डा भन्दा ठुलो एजेन्डाहरू केही हुँदैन। बाटो बनाउने, पुल बनाउने, विद्यालय बनाउने, के बनाउने, यस्तो उस्तो भन्ने यो सानोतिनो विकासिक काम भन्दा ठुलो हुन्छ यो देशको सार्वभौम सत्ता, यो देशको स्वाधीनता, यो देश हाम्रै हो भन्ने एउटा अपनत्वलाई बचाइराख्ने तपाईँको मुद्दा चाहिँ सबैभन्दा ठुलो मुद्दा हो कि होइन? आज यो देशलाई बचाउनु पर्छ भन्नेहरूको कति छन् त है? म यहाँहरू सबैजनालाई सोध्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब चेतनाको विकास गरेर पथरीबाट हामीले सुरु गरौँ आजदेखि है। आजदेखि हामी पथरीबाट सुरु गरौँ है। एउटा पक्ष छ सिंहदरबारलाई आफ्नो पार्टी कार्यालय बनाउने, सर्वोच्च अदालतलाई आफ्नो पार्टी कार्यालय बनाउने, अनि त्यसरी आक्रोश नेपालीको मनमा वितृष्णा मात्रै पैदा गराउने काम गर्नेहरू। अर्को पक्षमा छ त्यही दाउ खोजेर तिनीहरू सबै जलाउनु पर्छ भन्नेहरू है। दुई थरीकै गठबन्धन भनिदिनु त एकचोटि, गठबन्धन भनिदिनु न, अलिक खिसी टिरी गरिदिनु पर्छ क्या। गठबन्धन है, गाँठो बन्धन भनौँ, अब गाँठो बन्धन है। गठबन्धन र गाँठो बन्धन गरेर यतातिर कसले भन्छ पक, तँलाई पक, चुनाव पछाडि यता कसले भन्छ तँलाई म देखाइदिन्छु पक। यसो गर्नु न, के पक के पक, नचाहिने कुरा के पर्यो? त्यो दुईटा महाभिडन्तहरू बीचमा यो देशलाई बचाउनु पर्छ भन्ने माटोबाट निस्किएको एउटा शक्ति छ। त्यो शक्ति तपाईँको शक्ति हो कि होइन? त्यही शक्तिको नाम हो श्रम संस्कृति। हामी कोहीसँग गठबन्धन, गाँठो बन्धन कि गाँठे बन्धन गर्नेवाला छैनौँ है। त्यस्ता फटाहरू जो फटाहरूले गरिब दुखीको दैनिक बचत राखेको पनि बचत हिनामिना गरेर 5 करोड कति तपाईँको धरौटी तिरेर निस्केको छ
है। आफ्नै तपाईँको सहकर्मी पत्रकारको हत्या भयो अरे भन्ने कुराहरू नआयो पहिला, त्यसको पनि कहाँ पुग्यो टुङ्गो छैन। आफ्नै ड्राइभर पनि खोइ कहाँबाट झरेर मर्यो अरे भन्छ, त्यसको पनि कुरा निकाल्दैन है। एउटा कार्यक्रम राखेर एमसीसीको विरुद्धमा मन जस्तो फर्केर देखाउनु, राष्ट्रघाती सङ्घ एमसीसीको विरुद्धमा होइन। 2 वर्षसम्म एक्लै आन्दोलन गर्ने, एक्लै तपाईँको सेनाले परेको तपाईँको यातना सहँदै एक्लै आन्दोलन गर्ने मान्छे हो। 85 दिनसम्म एक्लै पदयात्रा गर्ने मान्छे हो है। तपाईँहरूले 85 दिनसम्म हिँड्नु पर्दैन होइन, 2 वर्षसम्म आन्दोलन गर्नु पर्दैन, 1 वर्षसम्म गराउनु पर्दैन। मात्र एउटा कार्यक्रममा एमसीसी विरुद्धमा भाषण गरेर देखाउनु, 3 जनाले भाषण गरेर देखाउनु। अनि त्यसपछि बल्ल नेपाली समाजले सोच्नेछ कि तपाईँहरू राष्ट्रघाती हो या होइन भन्ने बारेमा सोच्नेछ। अन्यथा तपाईँहरू राष्ट्रघाती हो, 1 राष्ट्रघाती हो, 2 राष्ट्रघाती हो, 3 राष्ट्रघाती हो। पुराना दल एमाले कांग्रेस के भन्नेहरूले भन्न चाहन्न, उनीहरू त्यो तपाईँको छैन, त्यो मरेका जन्तुलाई जुम्राले पनि छोड्छ भने जस्तो जनताले छोडिसकेको पार्टीको कुरा गर्नु छैन मलाई है। अब नेपाली समाज ढुकिन सक्ने एउटै तपाईँको कुरा छ कि त संस्कृति गर्ने कि घन्टी गर्ने, माटोमा हाल्ने कि घन्टीमा हाल्ने भन्ने दुईको दुविधा छ।